बिललाई पहाड बनाएर दशकौंदेखि बनाएको छविलाई धुमिल्याउने जुन दुष्प्रयास भएको छ त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु। करको एउटा अङ्क मात्र तलमाथि हुँदा राज्यको राजस्वमा अरबौं रुपियाँको फरक पर्न जान्छ। अर्ब खर्ब भन्दै छन् जथाभावी। 2 अर्ब होइन, स्वर्णिम वाग्लेले 2 रुपियाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु। मेरो चुनौती हो। र यो स्तरको नैतिक आँट र नैतिक उचाइ सबै मान्य सदस्यहरूले पनि राख्नुहुन म शुभकामना दिन चाहन्छु। त्यहाँ करका दरहरू परिवर्तन गरिएको छ। भाषा परिवर्तनको विषय मात्रै होइन, बडो ट्याक्टिकली अर्थ समितिमा सबै मान्यज्यूहरूलाई उहाँहरूले पत्रकारहरूलाई एउटा किसिमको रणभुल्लमा पार्नुभयो। दिस इज अ ग्रेट अडिटर, त्यसमा कुनै शङ्का छैन। एउटा थोप्लो, एउटा पूर्णविराम त्यही छ भने भन्नुहोस्, म कठघरामा उभिन तयार छु। हावाको भरमा भाइरल हुने रहरले जथाभावी बोल्ने कर्मचारीहरू, तर म नेता हो, अर्थ मन्त्रालयको म गार्डियन हो, म नेता हो। मेरा कर्मचारीले गरेको मिस्टेकलाई मैले ओन गर्नुपर्छ, मैले डिफेन्ड गर्नुपर्छ। र उहाँले यति भनिसकेपछि मैले आई विल ओन दिस। र न्याय सङ्गत हिसाबले त्यो त राम्रै हो, राजद्रोह त होइन त्यो, देशद्रोह त होइन त्यो। अर्थमन्त्रीले खुसु खुसु टेलिफोन गरेर कर बढ्दैछ है, गाडी पास गर भने हो। बाँकी दुनियाँले कहिले थाहा पायो यो? मैले लेखेर दिएपछि थाहा पायो। संसदलाई मैले जानकारी गरेपछि त्यसको 1-2 दिनपछि बल्ल पत्रिकाहरूमा अर्थमन्त्रीले कुटुकुटु कर फेरिरहेछ, अपलोड गरिरहेछ, डाउनलोड गरिरहेछ भनेर अतिरञ्जना त्यो अफवाह कहिले फलिन थाल्यो, मैले बुझाएपछि सही मेरै छ।